हेलो एभ्रिवान, वेलकम ब्याक टु आवर च्यानल। सो तपाईहरु सन्चै हुनुहुन्छ होला, म पनि सन्चै छु र आज चाहिँ एकदम स्पेशल डे छ किनभने चाहिँ मेरो छोरी चाहिँ आज चाहिँ 2 वर्ष पुगेको छ हो। अन्त हामी चाहिँ बर्थडेको लागि एकदम बिजी भइरहेको छ र बहिनीले चाहिँ यहाँ लसुनहरु केलाइरहेको छ हो बेलुकाको लागि। अन्त म चाहिँ यहाँ सब्जी बनाउन आँटेको, यो चाहिँ माछाको सुप बनाउन आँटेको। यो चाहिँ पापाले ल्याउनु भएको खोलाबाट हो। कुन खोला? टिस्टा रङ्गीत कुन चाहिँ खोला होला हो। अनि यहाँ चाहिँ म सुप बनाउन आँटेको र यो मैले बनाएको माछाको सुप चाहिँ उम्लिन थाल्यो हो। अन्त म चाहिँ जानु आँटेको माथि बोइलर लिनु जाने छ, भाइसँग जानु आँटेको। हाम्रोमा चाहिँ आजको डे चाहिँ यस्तो भइरहेको छ, सन्डे। साथीहरु अहिले चाहिँ म चाहिँ माथिबाट आएर पनि फेरि ओह्रालो जाँदैछु हो। माथिबाट चाहिँ मैले बोइलर ल्याएँ, अन्त तलबाट चाहिँ म बस्ती कुखुरा ल्याउनु जाँदैछु। र साथी अहिले भने चाहिँ हामीहरू खानाहरू खाइसकेर चाहिँ अब चाहिँ हामी डेकोरेसन गर्न आँटेको हो। आजको लागि चाहिँ हामीले डेकोरेसनको लागि चाहिँ यो कोठा चुज गरेको छ किनभने चाहिँ यहाँ माथि चाहिँ स्कटिङ गरेको छ। यहाँ माथि चाहिँ हामी बेलुन टाल्नुको लागि चाहिँ यहाँ गरेको हो। यस्तो भित्तामा गरे आम्मा फोटो लाग्यो। यस्तो भित्तामा गऱ्यो भने चाहिँ यो सबै उयो आउँदछ, सेपले उक्किँदो रहेछ यो कलर लगाएको हो। अन्त चाहिँ हामी चाहिँ यहाँ माथि गर्ने बर्थडे गर्छ। यहाँ चाहिँ बहिनी ह्याप्पी बर्थडे। यहाँ हेर न, खासमा बर्थडे चाहिँ नानीको हो तर यसको चाहिँ 5 दिन बादमा छ। अन्त चाहिँ दुईजनाकै एकैचोटि 2टा केक काट्ने छ। एडभान्समा ह्याप्पी बर्थडे। आज चाहिँ हाम्रो नौटङ्की बाज र बर्थडे गर्ल चाहिँ यहाँ छ। कसले कसले बहिनी नचलाउ न बोलाउँछु ल नानी। कसले उठ उठ म खुसरा दिदीलाई ल ल रुन्ची हुँदैन ल, रुन्ची हुँदैन ल। तिमीलाई त टाउको लगाउनु हुन्छ कहिले। अर्को चाहिँ यहाँ छ हाम्रो इमानुएलको नि बर्थडे नै हो तर 5 दिन बादमा हो आज चाहिँ होइन, 5 दिन बादमा हो। अन्त चाहिँ तर पनि उसको चाहिँ एडभान्समै केक काट्नु आँटेको। छोरा न बहिनी, छोरा न आऊ। ल यहाँ चाहिँ मैले बोइलर बनाएर ल्याएको छु हो। यो बोइलर चाहिँ किन भन्दा चाहिँ वाचिपामा हाल्नु चाहिँ अलिक कम्ती हुन्छ जस्तो लाग्यो बस्तीको कुखुरा। अनि चाहिँ मैले बोइलर एड गरेको छु। यहाँ चाहिँ छ पनि क्यामेरा गयो बाह्र भने मान्छे। तिमी कहाँबाट आएको? यता हेर त, यता हेर न। हेलो मेरो हेलो, म भना बुझ्दैछु। बाइ बाइ। यहाँ दुईजना दिदीभाइ दिदीभाइ पो अरे यहाँ दिदीभाइ त ल दिदीभाइ चाहिँ डेकोरेसन गर्दै रहेछ। हाम्रो चाहिँ यहाँ 2जना नानीहरूले वाक्कै लाएर हो, अलिक राम्रो भएको छैन तर पनि बनाउँदैछ। फिर म आउँदिन म। हेलो गाइस, आज हाम्रो एजिलाको बर्थडे, त्यही भएर हाम्रो यहाँनिर अब कुखुरा पोल्ने कार्यक्रम चलिरहेको छ है गाइस। वाचिपा चाहिँ अलिक कम्ती भयो जस्तो लागेन गाइस। उयो खानामा त भइहाल्छ, पुरा फेसिलिटी छ। यदि प्याज है सुन कति रुपियाँ हेरे
ल ए म त लरेछ भनेको त कुखुरा रेडी भइसकेको छ पिसे चिपाको लागि अब ओ इमु ल्याउ मारे हैन यो फेन यो बाठे हुँदैछ हेर्नु न यो बाठे हाम्रो गाइजहरुले कति सक्यो हेलो भन्देऊ केजु अब चाहिँ इन्जोय गर्छ है नानी है नभए त खत्तम नि रे इमु 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 अब गाडा पर्के इमु यो उता राख्छ यस्तो गर्छ खप्पै गाडिन्छ माथि राख्दियौ अब यहाँ छ ल यहाँ हेर यहाँ कति अरे खोइ निकोला सुप यहाँ आजको सेप चाहिँ उहाँ दिदी हुनुहुन्छ वाचिपाको हो वाचिपा सकेर लगातारै सुप बनाउनुहुन्छ बस्तीको के जाति भन्नु मन पर्छ भन्न लागि अहिले हो मेरो बदी रुसैमा उनी चढी उदार मेरो गरेर गर्वमा प्रशंसा हो ईश्वरको कति Happy birthday to you. Happy birthday to you. Happy birthday. Happy birthday to you. May God bless you. May God bless you. Happy birthday, dear Elaine. Happy birthday to you. यो खाने है ल इमो यसको राख्दियो जा आमालाई दे आमाले इ नानी मिठा खान ल इ पैसा ल यता पनि खोइ इमो उ यता कस्तो उल्टा देखो यसो यो तेरो बहिनी के पक्रिनु है
के पक्रिनु पक्रिनु ल ल्याएर ल्याएर ल पैसा झरे पैसा झरे पैसा झरे भित्र अनि बहिनी म पक्रिन्छु मुनि छौ हुन्छ म यता आइज इमु यता 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 ल ल ल ल ल एकै कुरा लगाएर यता देऊ यता देऊ एडभान्स के भयो खै पुछि उले पुछि थाहा भएन जोखै हो राम्रो निकाल एजिला उता उता यता उता राख्ने उ यहाँ बस्ती बस के बस्नु ल ल आउँदैछ फेरि आमालाई इमु हाल्यौ आमालाई दे आमालाई इमु हाल्यौ बहिनीलाई लु बहिनी आमालाई देऊ अर्को आएछ तिम्रो खास साथी हो आइछ तेरो नामै छैन दे इमुदालाई इमुदालाई दे ओइ इमुदालाई मेहमानहरूलाई उयो गर्नु पर्यो नि बहिनीले बस्दैन म दिन्छु पुऱ्याइदिँदै राखेर आऊ गरिदेऊ फोन छोडेर पुऱ्याइदिँदै राखेर ठुलो हल्लायो सानो हल्लायो यो एकछिन यसमा हेलो भन्नु हेलो डोनट टाइम बर्थडे डोनट टाइम पापा लगिदिन्छु नि कोकोले लानु उयो ल्याउ न नानीहरूलाई दिँदै गर न माथि छ होला नानीहरूलाई हो के जो होला हौ नानीहरूलाई बेसी भयो नानीहरूलाई आम्बो आज त पुरा क्यालोरी भएर मैले अब भुँडी पुरा बस्ने अब अलिक सानो यो हाबे चाहिँ होला हिँड्नुपर्छ ल ल त्यसो कि यता हो यस्तो रहेछ अर्को ल्याउँछु ल बहिनी त खाइसक्नु रहेछ हो को रहेछ हेर त हेर त को रहेछ आम्मा भाइ हो ल हेलो भन्दै आएर पनि हेलो भनिदेऊ हेलो हेलो भाइ पनि हेलो हेलो भनिदेऊ जेसन पनि हेलो हेलो भनिदेऊ हेलो 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 लाइट हो लाइट अफ गर्नु
कलाकारहरुमा आएको छ हाम्रो बर्थडे पार्टीमा मिठो भएछ आज मैले बनाएको को भने त छिटो छिटो मलाई भनिदेऊ त को यहाँ हो छिटो लु बागाको प्रेडिएटर मलाई हैन नयाँ खालको अलिक चाख्नु पर्छ यसो ल नआउनुको प्रेडिएटर चाख्नु न सिङ्गरमा आएको एउटा कालिम्पोङको सिङ्गर एउटा धर्मको सिङ्गर मगाएको हामीले आज बर्थडेमा चाहिँ सिङ्गरहरू नै मगाएको थियौँ सिङ्गापुरबाट हो के बस सिङ्गापुरबाट कालिम्पोङबाट मगाएको हो ओइ कहाँ मली डाँडा हौ मली डाँडाबाट हौ मली डाँडा म कहाँ काम गर्छु मली डाँडा चाहिँ लोकलाई भन्नु आएको होइन होला हाम्रो केटा हालेको हो कालिम्पोङ भन्नु सक्दैन नि मली डाँडा भन्नुपर्छ अब र साथीहरू हामी चाहिँ बर्थडे सेलिब्रेसन अलमोस्ट सक्दैछ हो रात पनि निकै गइसकेको छ र म चाहिँ आजको भ्लगलाई यहीँ एन्ड गर्दछु र चाँडै नयाँ डेको नयाँ भ्लगमा भेट्नेछु है त साथीहरू।
Okay, bye bye. Good night. Take care.